आज चाहिँ म हजुरहरूलाई मेरो मम्मीले गाउँबाट पठाइदिनु भएको कोसेलीको झोला चाहिँ अनबक्सिङ गर्नेछु र आज मेरो रुमको पहिलो दिनको अनुभव कस्तो रह्यो, कस्तो लागिरहेछ भनेर सुनाउनेवाला छु है त। लेट्स गो। यो मैले गाउँबाट ल्याएको झोला, योमा के छ भनेर मलाई त थाहा छ, अब म हजुरहरूलाई देखाउँछु है त। म एक्लै छु नि त, अनि क्यामेरा समाउने कि झोलाबाट झिक्ने भएर च्याउ भयो, त्यही भएर मैले झोलाको सामान पहिले नै भुइँमा राखिसकेको छु, निकालिसकेको छु भनौँ। अब हजुरहरूलाई के हो भनेर देखाउँछु है त। यो चाहिँ हो आलु, मैले घरबाटै ल्याएको, घरमै थियो त, अनि किन पैसा खर्च गर्नु भनेर। यहाँभित्र पनि छ है, यहाँभित्र के छ भनेपछि साग छ, हलहलेको साग भन्छ के भन्छ, चुल्ठो पारेको साग छ, त्यो पनि देखाइहाल्नु, फेरि नपत्याउनु होला, यत्तिकै भन्यो भन्नु होला, टन्नै छ नि। अब यो के हो, टिमुर, यसमा टिमुर छ, टिमुर ल्याएको, म देखाएर यता राख्छु है। टिमुर, साग छ, मोबाइलले यहीँ छिराइदियो, यो साग है, हलहलेको साग, गाउँमा हलहले भन्छन्, के भन्छ तपाईँहरू चिन्नुहुन्छ चिन्नुहुन्न, गाउँको मान्छेहरू त चिन्नुहुन्छ होला। अनि यो चाहिँ भयो केराउ, केराउको दाल खानालाई मैले ल्याएको। अनि यो भइहाल्यो आलु, आलु मैले घरबाटै ल्याएको है, यहाँ किन्नुभन्दा गाउँको मिठो हुन्छ नि त यहाँको भन्दा। अनि यो भयो तेल, हाम्रो घरमै पाइन्छ यो तेल चाहिँ, तोरीको तेल चाहिन्छ अथवा तोरी चाहिन्छ भने पनि भन्नु सक्नुहुन्छ, मेरो मामु बाबालाई म भनिदिन्छु, अनि हजुर वहीँ गएर ल्याउन सक्नुहुन्छ। अनि यो भयो, यस एउटामा घिउ छ, एउटामा मह छ है, खोलेर पनि देखाउँछु। यो चाहिँ चुहे छ के अरे है, पग्लिएछ, यो घिउ होला सायद, यो मह हो, एक डब्बा। अनि यो चाहिँ धनियाँ घरमै फलेको, धेरै जस्तो सामानहरू मैले घरबाटै ल्याएको छु, केही किन्नै परेन। किन्नु चाहिँ पर्छ है, अझै टन्नै बाँकी छ। यो भाङ हो, यो अचार खानलाई, यसमा छ खुर्सानी, यसमा पिठो छ, मलाई भातभन्दा धेरै रोटी मनपर्छ नि त, त्यही भएर पिठो छ यसमा। यति नै हो है। अनि म आज आएर चाहिँ पहिलो दिनमा के गरेँ त, केही गरेन, एक्लै पुरा सुनसान लागिरहेको छ, कोहीसँग बोलेको पनि छैन, कसैलाई चिनेको पनि छैन, त्यही भएर डिस्टर्ब होला भनेर सानोले बोलिरहेको छु है म। अनि अहिले मैले अघि गएर सुरुमा गएर मैले यो ल्याएँ, ग्यास चुल्हा किनिसक्यो, अब आउनु बाँकी छ त्यो। अनि यो कराई, कुकर, प्रेस कुकर, यो पर्दा झ्यालमा लगाउनलाई, अनि एउटा ब्रुस ल्याएँ। अनि साँझको तरकारी यही हुन्छ होला, अरू बनाउने जग्गा राखेन, चाउचाउ अन्डा